मलाई सम्झिनु पर्दैन म मरेपछि, तर मलाई माया कसरी गर्छ भने मलाई जिउँदै गर। सहयोग गर्न मन लाग्छ, कुरा गर्न मन लाग्छ, बोल्न मन लाग्छ, भेट लगाउन मन लाग्छ, दुःख सुख एकाआपसमा सबै कुरा गर्न मन लाग्छ। म जिउँदै हुँदै गर। मरेपछि मलाई थाहै हुन्न तिमी हाँस कि रोउ कि, म मरेको उपलक्ष्यमा स्याम्पिङ फोर कि, स्याड भएर कुना बसेर रोउ कि, कपाल खग्र कि, नो डजन्ट मेक सेन्स। मलाई थाहै हुन्न। तर म जब लाइभ हुन्छु नि, म जिउँदै हुन्छु नि, मैले देख्नु पर्यो यो मेरो आफ्नो मान्छे हो। मैले मान्छेलाई ट्रस्ट गर्न सक्छु, मैले मान्छेलाई आफ्नो फिलिङ सेयर गर्न सक्छु। विथ 100% कन्फिडेन्ट आई क्यान सेयर एभ्रिथिङ भन्न सक्छु। म त्यस्तो मान्छे हुनु पर्यो, भेट्दै जिउँदै। नाटक मरेपछि त नाटक त हो नि। त्यसपछि 4 घण्टा पछि तपाईँलाई बिर्सिन्छ। 4 घण्टासम्म तपाईँको आँखा मरेको हुँदो रहेछ कि। अनि ती सबै आफन्तहरू रबैया देखेर छक्क पर्छ अरे कि त्यो आँखा पनि। म यस्तै मान्छेको बिचमा रहेछु जीवनभर, म कस्तो थिएछु। अरू सबै मरे पनि आँखा चाहिँ 4 घण्टा मर्दैन भन्छ कि। 4 घण्टामा आफ्नो मान्छे साथी भाइको रबैया जुन देखिन्छ नि, त्यो हेर्छ कि त्यसले छक्क पर्छ अरे। मेरो जीवन होल लाइफ मैले यस्तैहरू बिचमा बिताएँ त भन्छ अरे कि। त्यस कारण मलाई मरेपछि मलाई कोही पनि चाहिन्न, जिउँदै हुन चाहे नि त। मलाई सम्झिनु पर्दैन म मरेपछि, तर मलाई माया कसरी गर्छ भने मलाई जिउँदै गर। सहयोग गर्न मन लाग्छ, कुरा गर्न मन लाग्छ, बोल्न मन लाग्छ, भेट